आज चाहिँ हामी लेन्ज ल सम्बन्धी केही फिगर टाइप क्वेसनहरू जान्न खोज्दैछौँ। अब लेन्ज ल भनेको के हो भन्ने कुरा पहिला थाहा हुनुपर्छ। लेन्ज ल भनेको कुनै पनि कोइलमा करेन्ट इन्ड्युस हुन्छ हैन, कुनै पनि कोइलमा करेन्ट इन्ड्युस हुन्छ नि, त्यो जेसुकै कारणले इन्ड्युस भइरहेको छ त्यो कारणले यसले के गर्छ, अपोज गर्छ। यो नै के हो त, लेन्ज ल। जस्तै अब यहाँ म्याग्नेटिक फिल्ड बढेको कारणले चाहिँ यहाँ इन्ड्युस इएमएफ भएको डेभलप भएको छ भने यसले त्यो म्याग्नेटिक फिल्डलाई अपोज गर्छ, त्यसको उल्टो डिरेक्सनमा आफ्नो म्याग्नेटिक फिल्ड डेभलप गरेर अपोज गर्छ। अब यसको बारेमा कुरा त लेन्ज लको बारेमा भयो। तपाईँले अर्को कुरा के बुझ्नुपर्छ भने यस्तो ल, यो कुनै एउटा कोइल छ र यहाँ म्याग्नेट छ, नर्थ साउथ छ म्याग्नेटमा, यो यतातिर आइरहेछ हैन। भनेपछि नर्थ चाहिँ यसको नजिक आइरहेछ, भनेपछि यसले त नर्थलाई त अपोज गर्नु पर्यो। र नर्थलाई अपोज गर्नको लागि यो के नै बन्छ त, नर्थ पोल नै बन्छ। नर्थ र नर्थ भयो पो बल्ल अपोज हुन्छ हैन, किनकि यो चाहिँ हाम्रो म्याग्नेट थियो, म्याग्नेट नजिक आएको कारणले चाहिँ हाम्रो इएमएफ डेभलप भयो। यसलाई त अपोज गर्न पर्यो, कसले भनेको, लेन्ज लले। भनेपछि यसको अपोज गर्नलाई यो पनि के हुनु पर्यो त, नर्थ नै हुनु पर्यो। र बल्ल पो नर्थ र नर्थ पोल रिपेल गर्छ। भनेपछि यो नर्थ हो भने यसमा कस्तो करेन्ट बग्छ त, एन्टी क्लकवाइज। नर्थ छ भने एन्टी क्लकवाइज करेन्ट बग्छ, र यदि साउथ छ भने क्लकवाइज करेन्ट बग्छ। यति कुरा थाहा हुनु पर्यो। अब बुझौँ, यो म्याग्नेट चाहिँ नजिक नआएर टाढा गइरहेछ, भने त अब यसले चाहिँ अपोज गर्नलाई यसलाई तान्न पर्यो। र यसलाई कति बेला तान्छ, जब चाहिँ यो साउथ पोल बन्छ। र यदि साउथ पोल बन्यो भने करेन्ट कस्तो बग्छ, क्लकवाइज बग्छ। फेरि भन्छु, नर्थ पोल नजिक आइरहेछ भने अपोज गर्नलाई यो नर्थ पोल नै बन्छ। नर्थ पोल बल्यो भने करेन्ट कस्तो बग्छ, एन्टी क्लकवाइज बग्छ। र यदि टाढा गइरहेछ भने अपोज गर्नलाई यो के भन्छ त, साउथ पोल भन्छ। नर्थ र साउथ पोल त एट्र्याक्ट हुन्छन्। मतलब साउथ पोल जब भन्छ करेन्ट कस्तो हुन्छ, एन्टी क्लकवाइज हुन्छ। यो कन्सेप्ट बुझेपछि अब यसको फिगर क्वेसनहरू गर्न एकदम नै सजिलो हुन्छ। र फिगर क्वेसनहरू केही चाहिँ म यहाँ तपाईँलाई गरिदिनेवाला छु। त्यस्तै अर्को क्वेसन लिएर आएको छु मैले, योमा चाहिँ हेर्नु होला। यसमा चाहिँ अझै तपाईँलाई म्याग्नेटिक फिल्डको पनि कन्सेप्ट लाग्छ। तपाईँले यसमा राइट ह्यान्ड रुलहरू, फ्लेमिङ रुलहरू, राइट ह्यान्ड पाम रुलहरू पनि युज गरेर गर्नुपर्ने हुनसक्छ। यहाँ के भने, अ करेन्ट फ्रम ए टु बी इज इन्क्रिजिङ इन म्याग्नेट्युड। ए र बीमा करेन्ट बगिरहेछ भने इन्क्रिजिङ करेन्ट बगिरहेछ। र यदि इन्क्रिजिङ करेन्ट बगिरहेछ भने यसमा यतातिर इन्क्रिज भएको म्याग्नेटिक फिल्ड नै इन्क्रिज भइरहेछ। होइन, त्यो म्याग्नेटिक फिल्ड इन्क्रिज भएको कारणले यसमा त करेन्ट इन्ड्युस भइरहेछ। त्यो करेन्ट इन्ड्युस भइरहेछ भने डिरेक्सन अफ करेन्ट कसरी पत्ता लगाउने। यसमा के भने, करेन्ट चाहिँ इन्क्रिजिङ छ यताको डिरेक्सनमा, करेन्ट चाहिँ यतातिर इन्क्रिजिङ छ। भनेपछि यतातिर इन्क्रिजिङ छ भने म्याग्नेटिक फिल्ड कतातिर इन्क्रिजिङ छ, बाहिरतिर इन्क्रिजिङ छ। बाहिरतिर इन्क्रिजिङ छ म्याग्नेटिक फिल्ड चाहिँ। भनेपछि यसले अपोज गर्नलाई के भन्नु पर्यो, भित्रतिर म्याग्नेटिक फिल्ड बनाउनु पर्यो। यसले अपोज गर्नलाई त भित्रतिर म्याग्नेटिक फिल्ड बनायो भने डिरेक्सन अफ करेन्ट के हुन्छ त, क्लकवाइज हुन्छ। बुझिरहेछ कसरी? फेरि एकचोटि एक्सप्लेन गर्छु म। यतातिर करेन्ट बगिरहेछ ए टु बी, भनेपछि म्याग्नेटिक फिल्ड बाहिरतिर इन्क्रिजिङ छ। यसलाई अपोज गर्नलाई कोइलले के गर्छ, भित्रतिर इन्टु द पेपर म्याग्नेटिक फिल्ड डेभलप गर्छ। भने डिरेक्सन अफ के हुन्छ त, क्लकवाइज। राइट ह्यान्ड रुल युज गर्नु पर्यो, के हुन्छ, क्लकवाइज हुन्छ। अब यसैको ठाउँमा डिक्रिजिङ करेन्ट हुन्थ्यो भने के गर्ने त, डिक्रिजिङ करेन्ट थियो भने यतातिर करेन्ट बगिरहेछ भने बाहिरतिर म्याग्नेटिक फिल्ड डिक्रिजिङ छ। भनेपछि बाहिरतिर म्याग्नेटिक फिल्ड डिक्रिजिङ छ, यसले अपोज गर्नलाई बाहिरतिर म्याग्नेटिक फिल्ड बढाउँछ। किनकि बाहिरतिर डिक्रिजिङ छ भने डिक्रिजिङको कारणले इन्ड्युस भइरह, भनेपछि बाहिरतिर बढाएर अपोज गर्न खोज्छ। यदि बाहिरतिर म्याग्नेटिक फिल्ड बनाउँछ भने के हुन्छ त, फेरि करेन्टको डिरेक्सन एन्टी क्लकवाइज हुन्छ। यसरी चाहिँ क्लकवाइज र एन्टी क्लकवाइजको डिरेक्सन एक्सप्लेन गर्न सकिन्छ।